हेलो गाइज वाट्सएप म्यान हामी आज चाहिँ यहाँ भाएर भर्खर सकिरहेछौँ होइन आराम गरेर कस्तो बसिरहेछौँ अरू के छ त तपाईँहरूको खबर हो ल ठिक छ अब चाहिँ हामी यहाँबाट दृश्यहरू नेचुरल भ्यूहरू दामी दामी देखिरहेछ नि गाइज ओके गाइज आजको हाम्रो भ्लग चाहिँ यस्तै हुनेवाला छ हामी चाहिँ अब उता के अरे उता त्यो भर्खर नयाँ भाँडो भन्दा छ होइन धान चाहिँ त्यहीँतिर जाने भन्ने भइरहेछ त्यहीसम्म उता उता देखिरहेछ नि त्यो डाँडाभन्दा उता जानुपर्छ होइन ठिक छ हामी त्यहाँ गएर चाहिँ अलि त्यहाँको सिनहरू यताउताको सिनहरू देखाइदिन्छौँ होइन मैले माथि गाउँतिर खोजेँ होइन कोही साथी पनि भेटाएन लास्टमा अहिले भाइ चाहिँ तल बस्थ्यो होइन ट्याक्कै र भाइलाई लिएर आइरहेको छु अब जाँदैछौँ आजको यात्रा चाहिँ कस्तो हुन्छ होइन आजको भ्लग चाहिँ कस्तो हुन्छ तपाईँहरूले हेरेर साथ दिनु होला यस्तै हो होइन भ्लग चाहिँ भर्खर म पनि भर्खर अहिले जोतेर सकाएर आएको होइन जस मैले कति बजे 12:30 बजीतिर सकाएँ त्यसपछि फ्रेस भयो नि त होइन अलिकति जोत्या त पुरै कस्तो भइरहेको हुन्छ कपडाहरू अनि त्यसपछि शरीरहरू त्यो मैले राम्रोसँग पानीले मिची पखालेँ त्यसपछि अब त्यहाँबाट फ्रेस भएर अलिकति फ्रेस भएर यतातिर डाँडातिर घुम्न जाने भन्ने प्लान भयो भन्दाखेरिमा अब कोही थिएन साथी चाहिँ है साथी कोही थिएन मैले एकजनालाई फोन गरेँ त्यसपछि मोबाइल स्विच अफ भएछ त्यसपछि हटाऊ म एक्लै जान्छु भन्ने भयो त्यहाँबाट म एक्लै आएँ होइन आउँदा ल भाइलाई लिएर आएँ लास्टमा गाह्रो छ जस हिँडेर धेरै जानुपर्छ होइन म हिँडेर भए नि अब भिडियो सिडियो बनाउन चाहिँ छाड्दिनँ होइन त्यही हो हाम्रो उतातिर नदी पनि देखिरहेको छ होइन देखाइदिन्छौँ यो चाहिँ हाम्रो के अरे बैना गाउँ भन्ने यो त्यसपछि माथि यो माथिको ठुलो गाउँ भयो अनि त्यसपछि माथि डाँडा देखिरहेको छ नि उता त्यो चाहिँ के अरे काटी गाउँ भयो होइन माथिको कस्तो सुन्दर दृश्य छ होइन गाई त्यतातिर पुरै रमाइलो छ जस्ट ठाउँ चाहिँ एकदम रमणीय ठाउँ आज चाहिँ क्याप लगाउने बानी परेर होइन क्याप नलगायो भने अर्कै लाग्छ पुरै हामी त त्यो गाउँबाट आयो होइन अब चाहिँ एकछिन पछि पुग्दैछौँ अझै बाँकी छ धेरै अझै धेरै होइन के र पुग्नलाई ल ठिक छ हामी चाहिँ यस्तै अब क्लिप बनाउँदै थोरै क्लिप बनाउँदै जाँदै गर्छु होइन अब पुरै बनाऊँ भने अब स्पेस भ्याउँदैन गाइज त्यही त हो त्यसपछि आधा घन्टाको हिँडेपछि हामी चाहिँ के अरे यहाँ मन्दिरसम्म आइपुग्यौँ होइन खासमा यहाँ चाहिँ यो चाहिँ अहिलेको जस्ट भाइरल मन्दिर होइन हाम्रो सोरको 3B को होइन उता चाहिँ तल चाहिँ दमुक छ दमुक पनि थोरै जुम गरेर देखाइदिन्छु ल अलिकति त्यो के अरे एउटा कर्णाली मात्र देखिरहेछ होइन यता साइड अलि घरहरू छ नि त त्यो होटल हो त्यसपछि हामी चाहिँ अब उताको भाइरल सिनहरू देखाइदिन्छौँ अनि हुम्लातिर यो कल्खेतिरको यसलाई कल्खे भन्छन् होइन त्यसपछि यो चाहिँ श्रीनगर भयो उताको होइन उता श्रीनगर छ त्यसपछि हामी आएको बाटो चाहिँ खासमा उता देखिरहेछ नि त्यो रोड त्यहाँभन्दा अलिकति तलपट्टिदेखि आयो होइन यता चाहिँ हाम्रो पुरै दैन जिउलाहरू अहिले हावाले हल्लाइरहेछ होइन मोबाइल के अरे त्यो सेल्फी चाहिँ हल्लाइरहेछ माथिको उता साइडको दैन र यता साइडको दैन है त्यसपछि अब यो चाहिँ हाम्रो के अरे एउटा सिडी पनि थियो नि भाइरल वाला सिडी चाहिँ खासमा
यही हो होइन। अब यहाँबाट म तल जान्छु थोरै, अलिकति कस्तो रहेछ त्यही पनि हेरौँ त गाइस। यो स्वर्ग आए जस्तै फिल भइरहेछ है, कस्तो दामी दामी सिन के, ए दामी छ पुरै सिटीहरू पनि। घुम्नलाई एकदम मस्त ठाउँ छ है, घुम्नलाई चाहिँ एकदम मस्त ठाउँ छ। बवाल चाहिँ जस अब बवाल हुनेवाला छ होइन। अझै पनि विकास परिवर्तनहरू हुँदै जान्छ होला सायद, मेरो विचारमा चाहिँ होइन। परिवर्तन हुँदै जानु नै राम्रो कुरा हुन्छ होइन, हाम्रो लागि चाहिँ। हाम्रो लागि चाहिँ परिवर्तन चाहियो होइन, हाम्रो लागि कुनै न अरू केही न केही चाहियो होइन, त्यही परिवर्तन त हो होइन। बाँकी कुरा चाहिँ यति हो, यहाँबाट चाहिँ उता गर्न कर्णाली छ पुरै, उता कहाँ हो यो त धेरै तलसम्म छ होइन। सम्पूर्णमा नमस्ते, मेरो नाम चाहिँ बेगेन्द्र छेत्री होइन। मेरो के अरे स्टेज नेम चाहिँ आर्यन ब्याट्स होइन, आर्यन ब्याट्स छ। सबैजनाले मेरो के अरे युट्युबको नाम पनि के छ त आर्यन ब्याट्सै छ, तर युट्युबको नाम चाहिँ अलिकति चेन्ज गर्छु होइन, अलि अप्ठ्यारो छ। म खासमा मेरो युट्युबको नाम चाहिँ कसरी राखेँ भन्दाखेरि म चाहिँ अलिकति थोरै आर्टिस्ट हो नि त, त्यही भएर होइन। अहिले म चाहिँ ऱ्यापर हो होइन, अन्डरग्राउन्ड। अहिले चाहिँ म अन्डरग्राउन्डमै छु। अहिले म के अरे खुलेर भन्न सक्छु, अहिले मैले लिरिक्सहरू लेखिरहेको छु। मैले एक्चुअल कति लेखिरहेको छु भन्दाखेरि लगभग 10वटा त पुगाइसक्यो होला होइन, 10वटा लिरिक्सहरू लेखेर पुगाइसकेँ। अब त्यसपछि हाम्रो चाहिँ म चाहिँ आज गाउँ आएको थिएँ, गाउँ आएको 3 दिन जति भइसक्यो। अनि गाउँ आएको 3 दिन जति भयो, तर यहाँको के अरे यहाँ गाउँमा चाहिँ मेरो साथीहरू कोही पनि छैन क्या होइन। साथीहरू थियो, कोही त इन्डियामा छ, कोही अलि तलतिरै छ होइन। अलि यहाँतिर अहिले मान्छेहरू छन् त केवल बुढाबुढी बाहेक अरू कोही छैनन् के। बुढाबुढीहरू छन्, साना भ्यान्टाङ भुन्डुकहरू छन् होइन, त्यस्तै छन्। तर अहिले मान्छेहरू कोही पनि छैन क्या। किन, कारण के हो भन्दाखेरि, नहुनुको कारण के हो भन्दाखेरि धेरै कतिपय युवाहरू चाहिँ इन्डिया गए, रोजगारको सिलसिलामा इन्डिया गयो, कोही चाहिँ अब विदेशतिर गइरहेछन् होइन। त्यही हो। अब यहाँको परिस्थिति वातावरण हेरौँ होइन, यहाँको नेचुरल भ्यूहरू हेरौँ न त होइन। पुरै नेचुरल भ्यूहरू, यस्तो दामी नेचुरल भ्यूहरू छ। म चाहिँ खासमा अहिले यता टुटुवा भन्ने ठाउँमा आइरहेको छु होइन। टुटुवा हाम्रो भर्खर मन्दिर लागेको थियो नि, त्यहाँ मन्दिर अगाडि आइरहेको छु। म चाहिँ मन्दिर अगाडि बसेर टक्क होइन भिडियो बनाएँ होइन। त्यसपछि अहिले हाम्रो युवाहरू खाडी जानको कारण के हो भन्दाखेरि यहाँको नेताहरू, यहाँको जनताहरू पनि भनौँ न, यहाँको आफैले गर्दा पनि, यो जनताहरूले गर्दा पनि भएको हो कि। कारण किन भन्दाखेरि अब यो नेताहरू कस्तो के अरे जनताहरू कस्तो छ कि अब हाम्रो मान्छे मात्र हेर्ने कि, हाम्रो मान्छे मात्रै हेर्ने, राम्रो मान्छे हेर्नु छैन, मतलब छैन कि। हाम्रो मान्छे भए पुग्यो कि, राम्रो मान्छे भए के अरे हाम्रो मान्छे भए पुग्यो, कतिजनालाई पुग्छ त। हामी चाहिँ गाइस अब लागिसकेका छौँ होइन, यहाँबाट घुमेर अहिले फोटोसुट हानियो, 1-2 क्लिपहरू भिडियो गरियो होइन। खासमा अब साँझतिर हुन लाग्यो नि त, साँझतिर अलिकति राम्रो आउँदैन सिनहरू होइन, अनि भिडियोहरूको राम्रो आउँदैन। त्यही भएर अब चाहिँ लाग्दैछ होइन। केटाहरू चाहिँ त्यहीँ तल बसिया, त्यहीँ बस्छु भनेर बसिहालेँ। तिनीहरू म चाहिँ एक्लै गइरहेको छु अहिले चाहिँ। अब एक्लै गएर टक्कै भिडियो बनाउँदै होइन, टक्कै होइन रमाइलो गर्दै। अब छिटो त एउटा भाइ आइरहेछन्, अर्को भाइ। तिनीहरू केटाहरू चाहिँ डाटा तानेर रहेछन्। त्यहाँ चाहिँ भिडियो कल गर्दै बसिरहे। बोल्न आउँदैन, मासुको जिब्रो होइन, अलिकति लट्टा भइहाल्छ होइन। त्यही अब त्यस्तै हो। हामी चाहिँ अब यहाँबाट ननस्टप यात्रा गर्नेछौँ होइन। यतातिर अलि भिडियो चाहिँ क्लियरली आउने रहेछ क्या होइन, अलि उतातिर चाहिँ अलि नराम्रो आउने रहेछ, यतातिर पुरै दामी होइन। त्यस भिडियोहरू राम्रो आइरहेछ यहाँबाट पनि। ठिक छ गाइस होइन, हामी चाहिँ अब लाग्छौँ यहाँबाट घरतिर जाने हो। भोक पनि लागिसक्यो अब होइन, भाएर त्यसपछि केही नखाएर आयो होइन। भोकसोक लागिसक्यो, अब गएर नास्ता बनायो होला नि भाउजूले। नास्ता बनाउँछु आउनु भन्दैछन् भाउजू।
अब गएर नास्ता सास्ता खाने हो गाइज होइन। नास्ता खाएर ट्याक्क त्यसपछि अनि पछिको प्लान हुन्छ कि उता सोरकोट जाने कि यतै बस्ने भन्ने होइन। अब के हुन्छ पछिको प्लान चाहिँ होइन। बिस्तारै अब यहाँबाट पुरै म भिडियो सिडियो बनाउँदै जान्छु होइन। यहाँको पुरै भिडपाखाहरू यहाँबाट पुरै कत्रो कत्रो डिल्छ गाइस यता। अब यहाँबाट चाहिँ अलिकति गाह्रो छ होइन। भिडहरू छ, धेरै भिडहरू, डर लाग्ने भिडहरू छ कि पुरै भिड पनि। हामी बिस्तारै जाम होइन। कस्तो माथिको सिन दामी देखिरहेको छ नि होइन। उता उता हेरौँ त, उता माथिको भिडहरू, भिड चाहिँ दामी छ कि डेन्जर भिड होइन। पुरै भिडहरू चाहिँ दामी, त्यसपछि मान्छे पनि हामी दामी होइन। ग्यास त्यस्तै हो। अब चाहिँ म अझै धेरै दामी दामी भिडियोहरू बनाउने छु होइन आउँदो दिनहरूमा पनि। तपाईँहरूले यसो तपाईँहरूको माया चाहियो, ममता देखाउनु पऱ्यो, माया देखाउनु पऱ्यो होइन। साथ सपोर्ट चाहियो तपाईँहरूको। त्यही भएर म तपाईँहरूले माया देखाउनु भयो भनेपछि होइन म जस्तो पनि भिडियो बनाइदिन्छु कि जहाँसुकै गएर पनि हिँडेर होइन, पैदल यात्रा वाल्किङ भिडियो बनाइदिन्छु होइन, वाल्किङ ब्लग। त्यही हो। अनि त्यस्तै हो होइन गाइस। हिँड्नुपर्छ अब बिस्तारै बिस्तारै पहाडमा। अब हुर्कियो यतिको त सहनै पऱ्यो गाइस। ठिक छ। अब उता गयो भने उता गएर थोरै गर्नु पऱ्यो होइन। अलि यो यति नै रहेछ कि तन्काउन मिल्ने रहेनछ अलि। भिडहरू बाटो, भिडको बाटो हिँडिरहेछौँ हामी पुरै। उता उता देखाइदिन्छु, उता तलतिर हेरौँ गाइस। पुरै भिडै भिड छ कि पुरै है। बाटोहरू त राम्रै छ जस। यहाँबाट चाहिँ बाइक साइक पनि ल्याउँछन् होइन। बाइकहरू ल्याउँछन् कहिलेकाहीँ घुम्नलाई। त्यही हो। बाइक हिँड्ने बाटो पनि छ तर खासै नर्मली बाटो चाहिँ राम्रै छ, क्लियरली छ होइन। त्यो अब यस्तो छ बोल्दाखेरि अलिकति सुनिँदैन होइन। अलि मोबाइलको के अरे माइक्रोफोनले काम गर्दैन। थोरै अलिक सानो साउन्ड सानो आउँछ क्या। त्यो भएर एउटा के अरे त्यो अर्को माइक्रोफोन हुन्छ नि त छुट्टीवाला, त्यो माइक्रोफोन किनेर चाहिँ म अब युज गर्छु होला। भिडियो सिडियो बनाउँछु, भ्लगहरू बनाउँछु। अलि बोल्दाखेरि पनि कस्तो अर्कै हुने क्या होइन। ठिक छ, हामी जान्छौँ अब। फाइनली गाइस हामी चाहिँ डाँडा त पुगिसक्यो होइन। म चाहिँ जानुपर्ने चाहिँ उता माथि होइन, माथि भित्र गाउँ। धेरै लामो छ बाटो चाहिँ। भोक पनि लागिसक्यो होइन। अब त भोक लाग्यो त्यसपछि गाह्रो पनि भयो। हिँड्नलाई गाह्रो हुन्छ नि त होइन। भोक लाग्यो भने कस्तो भोक लाग्यो भने पुरै पेटमा मुसाहरू कुदिरहेको हुन्छन्। अनि भोक लाग्यो भने त कहाँ हिँड्न सकिन्छ र होइन। त्यही हो। अब बाँकी भिडियो चाहिँ म अर्को हप्ता बनाउने छु होइन। तपाईँहरूले कस्तो लाग्छ लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। हस् त।